ल हामी चाहिँ विजयको घरमा यहाँ यता चाहिँ विजयको घर हो विजयको घरमा गाइस विजयको घरमा पोखलाइरहेको अनि सानो साथो जान्छ यसले त कोही मान्छे बढियो बाटो चाहिँ देखाए ल पढिहाल्दैन हौ टाइम लाग्छ एउटा वार्निङ दिएछ त ओ यस्तो वार्निङ कहाँ याद गर्ने नै हो पाल्ला राई तिमी पनि पड्काउन कुन कलर चोइस गर त अगाडि उयो नाच्छ MANOJLIMBU होइन यता छ थुइया सानो हो त यो बोजू कहाँ हुनुहुन्छ बोजू इ चिन्नु भएन यसलाई मम्मी सुतिसकेको पुकारे ईश्वर पुकारे ईश्वर सुतिसक्नु भएको थियो तर्सिनु भयो बोजू तर्सिनु भयो हामीले आलु बम पड्काएको ल गयौँ हामी अलिकति अहिले माछालाई बाइक पड्काउन यो चाहिँ मनोज तेरो मम्मीको रिक्वेस्ट भयो हेर्ने अरे अघि मैले त उहाँ पड्काएको आँगनमा बोजू बत्ती मार्नुहोस् बत्ती मार्नुहोस् कस्तो छ बोजू बोजू कस्तो छ ल बत्ती बालेर बाई बाई त्यहाँ हैन कस्तो थाहा भयो कहाँ चाहिँ यो केही हुँदैन छिट्टो भाग्नुपर्छ छिट्टो भाग्यो भने केही हुँदैन ल छिट्टो भागो भने केही हुँदैन अरे त्यस्तो भने चाहिँ कसले पड्काउँछ होइन पढिनु सक्छ बिस्तारै भागे पनि हुन्छ भने पो लानु पड्दैन अहिले त्यो काल लानु यहाँले म पड्काउँछु यस्तो लोभी छैन फ्यालिदिन्छ ओइ पैसा छैन त कसैले डोनेट गरेको छैन त हामीलाई त पक्तेर घर अलिक भित्र ल ओइ उचिटेर जाँदो रहेछ हौ होइन अब अघि छड्के बनाएको थियो नि त अब सिधा यहाँ आएर यहाँ मलाई तर्सन आँटेको हो यो गरेर चाहिँ के गर्न आँटेको तिमीहरूले सबलाई पठाउँदैछ विजयको बाबुलाई तर्सर आएको अनि विजयलाई हालिदियो कानै टुन्नु भयो यार मेरो त रुपालाई दिएर त रुपालाई घरदानी चाहिँ यही हो कस्तो नपऱ्यो
बोजू पढेको सुन्ने तपाईँलाई तिहार मनाइदिएको नि बिचरा अलिक डराएर छ केही हुँदैन गएको गुड नाइट ह्याप्पी तिहार भागै कता भएको छ उता भएको छ नि लाउँछु नि कस्तो थिएछ कान सुन्दा नि यार कानै सुन्दैन कस्तो थियो तल